यो चाहिँ 2063 सालमा म संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्री थिएँ। जिल्लामा मन्त्री भएर पहिलोचोटि साथीहरूले बोलाउनुभयो स्वागतका लागि र गुल्मी उद्योग वाणिज्य सङ्घ र सबै राजनीतिक दलका साथीहरूले मलाई सिमिचौर लिएर जानुभयो अथवा हामी त्यही सिमिचौरमै आयौँ हेलिकप्टरमा र यहाँ एउटा एयरपोर्टको जरुरी छ र यहाँ सम्भावना छ भनेर उहाँहरूले देखाउनुभयो। वास्तवमै गुल्मीबाट काठमाडौँ पुग्ने कुरा त्यति सहज छैन। हाम्रा पहाडी सडकहरू कुनै पनि बेला अवरुद्ध हुन सक्ने बर्खाको बेलामा त्यो खालको स्थिति छ। लामो यात्रा छ र आकस्मिक काम परेकाहरू बिमारी अवस्थामा परेकाहरूको निम्ति सबभन्दा सुरक्षित र छोटो यातायातको साधनको रूपमा चाहिँ यदि यहाँ एयरपोर्ट हुन सक्यो भनेदेखि त धेरै राम्रो कुरा हुन्छ। म एक किसिमले कन्भिन्स भएँ। त्यसपछि हामीले नागरिक उड्डयन प्राधिकरणबाट हामीले निर्णय गऱ्यौँ त्यहाँ एयरपोर्ट बनाउने भनेर। सम्भाव्यता अध्ययनहरू भयो, जग्गा अधिग्रहणहरू गर्दै गइयो। केही प्रारम्भिक निर्माणका कामहरू पनि सुरु भएका थिए। बिचमा म पार्लियामेन्टमा रहिन, काम एकदम ढिलासुस्ती भयो र 74 सालमा म पुनः निर्वाचित भइसकेपछि हामीले एयरपोर्ट पिच गर्नका लागि, टर्मिनल भवन बनाउनका लागि झन्डै 2टा शीर्षक गरेर करिब 30 करोड रुपियाँ विनियोजन गऱ्यौँ। त्यहाँ परीक्षण उडान हुने दिन म आफैमा आएको थिएँ। यति एयरलाइन्सले परीक्षण उडान सफल गर्यो। त्यो आफैमा एउटा एकदमै सुखद अनुभूति थियो। म त्यति बेला त्यहाँ जहाज हेर्न जम्मा हुनुभएका बुवाआमाहरूको अनुहार सम्झिरहन्छु। आफ्नै आँगनमा, आफ्नै जिल्लामा जहाज ओर्लिएको कुरा उहाँहरूका निम्ति सपना जस्तै थियो। आज त्यो सपना विपनामा रूपान्तरित भएको छ। आकस्मिक उपचारका निम्ति कसैलाई लैजानु पर्यो भने 40-45 मिनटको हवाई उडान मार्फत उहाँहरू सुविधा सम्पन्न हस्पिटलमा पुग्न सक्नुहुन्छ र अहिले रेसुङ्गा एयरपोर्ट चाहिँ नेपाल एयरलाइन्सका निम्ति एउटा सबैभन्दा नाफा कमाउने एयरपोर्ट मध्ये एउटा पर्छ नियमित उडानहरूको हिसाबले। त्यसले गर्दाखेरि कनेक्टिभिटीको हिसाबले यसले ठुलो सहयोग पुगेको मैले ठान्दछु र त्यसमा आफू जोडिनु पाएकोमा मैले खुसी पनि व्यक्त गर्न चाहन्छु। एकदम राम्रो लाग्यो बाबु, खुसी लाग्यो, राम्रो लाग्यो। त्यहाँ बन्नु भन्दा हामीले हेलिकप्टर माथिबाट आउँदाखेरि हामीले बाहिर आएर हेर्छौँ भित्र भए पनि हामीलाई असाध्यै खुसी लाग्छ। हामीलाई त्यो भैरव आउनुभन्दा सर यता आउन एकदम छिटो छरितो पनि हुन्छ, सजिलो पनि हुन्छ। भैरव जानको लागि हामीलाई धेरै किलोमिटरहरू गुडेर जानुपर्छ। तपाईँको कमसेकम 120-30 किलोमिटर जति गुडेर जानुपर्छ। यहाँ एयरपोर्टमा लिन आउँदाखेरि हामी जम्मा 12, 15, 20 किलोमिटरसम्म गुडेर आउँदाखेरि एयरपोर्टमा लिन आउन सकिन्छ। प्लेन आउँछ होला अनि थिएन, आयो, खुसी लाग्यो। अब यताउति हिँड्न घुम्न हामीलाई सजिलो भएको छ। उहाँले धेरै गुल्मी र आजको केही भागलाई पनि भनौँ न अब सबैलाई एकदम सहज बनाइदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।